भनेपछि हजुरको कब्जियत चाहिँ 3-4 दिनसम्म नै दिशा नआउने समस्या थियो। 6-7 दिनसम्म आएको थिएन 6-7 दिनसम्मै दिशा आउँदैन। टोइलेट गयो तपाईँ आउँदैन आउने यति बल गर्दा गर्दा बल गर्दा गर्दा आउँदैन आउने। हजुर भनेपछि अहिले चाहिँ दिनमा कति पटक दिशा आउँछ हजुरलाई? दिनमा ठ्याक्क 2 चोटि आउँछ एकदम करेक्ट टाइममा। वाउ ल बिहान कमजोर जस्तो भएको थियो तर यो खाइकन चाहिँ मलाई एलर्जी पनि छ। एलर्जी होइन इनर्जी एलर्जी ऊर्जा शक्ति आउँछ हैन त। वाह ल धन्यवाद। ग्यास्ट्रिक भएको थियो त्यसपछि ग्यास्ट्रिक थियो हजुर तर ग्यास्ट्रिक त पहिल्यै थियो। म मेडिकलको दबाई खाइरहेको थिएँ। हजुर हजुर दबाई खायो अलिअलि हो कि जस्तो हुन्छ फेरि यस्तो मुटुको यता छेउ दुखिरहने हजुर हजुर दुखिरहने अनि त्यहाँबाट त्यो त अब ग्यास्ट्रिकले नै रहेछ फेरि। अनि त्यहाँबाट हुँदाहुँदै पहिला पनि एकचोटि मेडिकल चढ्दाखेरि अल्सर हुन लागेछ भन्थ्यो अलिअलि अल्सर हुन लागेछ भने थियो। अनि त्यहाँबाट किरा सिरा पर्नु लागेछ भने किरा त्यही रहेछ नि भित्रभित्र त्यसले खानुलाई। अनि त्यहाँबाट त्यो गरेपछि त्यो 1 महिना खाएँ। त्यसपछि अनि त्यहाँबाट फेरि छोड्यो अनि त्यस पछाडि फेरि बल्झेपछि त फेरि गाह्रो भयो मलाई। अनि गाह्रो भएपछि फेरि यही दबाई मैले खाएपछि अहिले चाहिँ मलाई ठिक भएको छ। अब 2 चोटि चाहिँ भइसक्यो। अब मैले चाहिँ निको भए पनि नभए पनि अब स्वास्थ्यको लागि हो अझै पनि म खाइराख्नु सक्छु। मान्छेहरूले पनि लगेर खाएको देखेँ। एउटा धरानकै कथाको रहेछ एउटा बहिनी रहेछ त्यसले मलाई एकदम ठिक भयो यसले भनेर चाहिँ त्यहाँ देखाएको थियो। त्यस पछाडि मलाई पनि यसो लाग्यो होला पक्का पनि भनेर अनि मैले पनि एकचोटि ट्राई गरेको मलाई पनि ठिक भयो र मैले फेरि दोस्रो चोटि लगेर खाँदैछु। अब यो भनेको चिज खाइराख्दाखेरि यो भनेको दबाईको रूपमा मात्रै हेरिने होइन रहेछ। यसमा भिटामिन रहेछ सबै। हामीले जे अब सब्जीहरू खाइन्छ अब दुनियाँ थरीको त्यो केमिकल हालेको विषादीहरू हुन्छ नि त त्यसलाई पनि काट्ने सम्भव रहेछ नि त्यसबाट। एकदम 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 त्यसले गर्दाखेरि मैले फेरि लगेर खाँदैछु। अब हजुरहरू सबैलाई कसैलाई साह्रो परेछ भने यो लगेर खानु होला। अब मलाई चाहिँ त्यस्तै साह्रो परेको थियो। अब म पनि अब यो बुढेसकालको उमेरमा अब यस्तो दबाईले मलाई ठिक भएछ भने त यो त राम्रो कुरा हो। त्यही भएर फेरि लिन आएको। एकदमै धन्यवाद। भनेपछि हजुरको कब्जियत चाहिँ 3-4 दिनसम्म नै दिशा नआउने समस्या थियो। 6-7 दिनसम्म आएको थिएन 6-7 दिनसम्मै दिशा आउँदैन। टोइलेट गयो तपाईँ आउँदैन आउने यति बल गर्दा गर्दा आउँदैन आउने। अनि त्यहाँबाट त मलाई त साह्रो समस्या भइसक्यो। अनि त्यहाँबाट यो दबाईले चाहिँ यस्तो खोल्छ अनि त्यहाँबाट ब्लडहरू सफा सबै चिजको रहेछ नि त यहाँनिर। अनि त्यसले गर्दाखेरि अनि एलर्जी पनि आउँदो रहेछ अहिले। अनि मलाई त अलिकति पहिला सुरुमा त्यो यो नखाँदा मलाई साह्रो परेको थियो। इनर्जी कमजोर पनि बनाएको थियो कि कमजोर जस्तो भएको थियो तर यो खाइकन चाहिँ मलाई एलर्जी पनि छ। एलर्जी होइन इनर्जी ऊर्जा शक्ति आउँछ हैन त। वाह ल धन्यवाद। भनेपछि अहिले चाहिँ दिनमा कति पटक